लुसिफरको सरकार भयो, बालीले जित्यो, त्यसपछि ग्यासको सर्टेज हुन लाग्यो। पहिला त ग्यास सस्तोमा पाइन्थ्यो, यो लुसिफरले गर्दाखेरि नै देश डुब्न लाग्यो। यति भन्दै कति खुसी हुन्थ्यो होला है झोलीहरू, एमालेको झोलीहरू। अबे साले कान खोलेर सुन, बाल्यनशाहले गर्दाखेरि होइन, तेरो बाउले हारेर पनि होइन, युद्धले गर्दाखेरि भएको हो। र ग्यास अहिले पनि बजारमा प्रशस्त छ, जताततै ग्यास पाइन्छ। तर सरकार ढलाउनको लागि, सरकारलाई गिराउनको लागि, सरकारलाई गलत बनाउनको लागि तेरो पार्टीको झोलीहरूले, तेरो पार्टीको गुन्डाहरूले चाहिँ ग्यास भएको लुगाउन पठाएको छ, ग्यास ठाउँ ठाउँमा लुगाउन पठाएको छ। ग्यास छैन भनेर सरकारलाई कहाँबाट कसरी हुन्छ कमजोर बनाउन त्यो लागिरहेको छ। नपत्या यो भिडियो ध्यान दिएर सुन। बजारमा ग्यास अभाव छ, तर यहाँ हेर्नुहोस् त सप्लाईमा समस्या होइन। बजारमा ग्यास छैन भन्दा चाहिँ मैले चाहिँ यो मत्याउँछु। बजारमा गइरहेकै अवस्था हो, गर्न अलिकति नसकेकै अवस्था, अहिलेको अवस्था चाहिँ त्यो हो। खास भारतबाट आउनुपर्ने ग्यासमा त्यस्तो कुनै पनि कमी छैन, अभाव हुन दिएका छैनौँ सरकार भन्छ। तपाईँहरूलाई त्यस्तो अभाव केही महसुस गर्नु भएको छ? होइन, त्यो जुन पहिलाको जस्तो अहिले सप्लाईमा समस्या होइन।